हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म फ्रीमा टावर चढेँ, कसरी चढेँ भनेर बुझ्नको लागि तपाईँहरूले मेरो यो फुल भिडियो हेर्नुपर्ने हुन्छ। दिदीलाई सोधेँ, दिदी भिडियो बनाउँदा हुन्छ भने हुन्छ भाइ बनाउन भन्नुभयो। अनि भिडियो बनाउन स्टार्ट गरेँ। मैले दायाँ बायाँ सर र क्यामेरा घुमाएँ। पहिले देख्दा त सबै सुने हो कि क्या हो जस्तो पनि फिल भयो। एकछिन दिदीले लिफ्ट बोलाइदिनु भयो, सर र गएँ, माथि पुगेँ। अनि चप्पल माथि कभर लगाएँ। चप्पल माथि कभर नलाइकन चाहिँ त्यो सिसामा जान दिँदैन थियो। अनि माथि आइपुगेँ, ट्याक्क भ्यू हेरेँ, सर राम्रो लाग्यो। थ्याङ्क गड बल्ल आइपुगेँ जस्तो भयो कि। अनि तल हेरेँ, हल्का डर लाग्यो, जान मन लागेको थियो, फेरि डर लाग्यो। अनि फेरि गएन, छेउछाउमा बस्दै त्यो फलाम दायाँ बायाँ भिडियो गर्न थालेँ। अनि त्यसपछि छेउछाउमा बसेर भ्यू हेर्न थालेँ। सिसामा जान मन लाग्यो मलाई। अनि फेरि चेक गरेँ म, टक हान्दै, सिसा त फुट्दैन नि भनेर। 80 केजी वेट छ, फेरि फुट्यो भने त तनाव हुन्छ भने डर लाग्यो। त्यसपछि डरे म हल्का छेउछाउमा मात्रै गएँ, त्यसपछि गएन। अनि घुमाउँदै मैले सर माथिको चाहिँ फराइरहेको झन्डालाई देखाएँ। त्यहाँबाट फर्किएँ म, सर तल फर्किएँ। अनि भर्याङमा आइपुगेँ। अनि छाती छाम्दै, ओ माई गड, आज धन्न बच्यो, म जिउँदै त छु जस्तो लाग्यो। एकछिन जाँदै थियो भर्याङमा एउटा बत्ती देखेँ मैले, सर लक्क क्या दामी टाइपको। अनि तल गएको, अनि दाइ रहेछ, मलाई 2 मिनट नि पर्खिन सकिनस् भन्दा फेरि दाइ र म माथि गयो। 2चोटि भिजिट गरेँ। दाइ सरासर जान्छु बा, ग्लास माथि चढ्छन्। ल कस्तो डरै नलाग्यो भने दाइले गएको देखेर म पनि सर गइदिएँ फेरि ग्लासमा। एउटा डर चाहिँ हरायो जे भए पनि। अनि ट्याक्क ग्लासमा हिँड्दै भिडियो बनाएँ। थोरै त डर त लागिरहेको थियो, कता न कता अब डर चाहिँ लाग्ने कि। माथिबाट तल हेर्दा सिरिङ चाहिँ हुँदो रहेछ। सबै ठाउँ घुमिसकेपछि हामी फेरि फर्क्यौँ। अब तपाईँहरूलाई भन्छु म कसरी फ्रीमा चढेँ भनेर है त। फ्रीमा चढ्नुको रिजन भनेको चाहिँ म चाहिँ त्यो टावरको एमडी सरको साथीको गाडी चलाउँछु। सो मेरो जबको कारणले मैले फ्रीमा इन्ट्री पाएँ। तर चढ्नु त सबैजना चढेकै छन्, घुमेकै छन्। तर नयाँ एक्सपिरियन्स लिनु छ भने चाहिँ अवश्य तपाईँहरू यो ठाउँमा आउनु होला। कमलादीमा रहेको छ यो लोकेसन है त। हामी चाहिँ टावरबाट निक्लेर सर घर गयौँ। अनि सरले भन्नुभयो, बाबु गाडी साफ गरेर जाऊ तिमी भन्नुभयो। यसो टाइम हेरेको 3:30 भएको थियो। गाडी हेरेको 4 रहेछ, 4 रहेछ गाडी। अनि सफा गर्न थाल्यो, टुई सफा गर्न थालेँ। अगाडि पछाडि दायाँ बायाँ यसो हेर्छु, स्क्र्याच देख्छु। फेरि होइन, यो स्क्र्याच त मैले लागेन, पक्कै नि सरले लगाएको हुनुपर्छ भनेर सरलाई सोधेँ मैले, सर गाडी त स्क्र्याच भएर रहेछ, हजुरले ब्याक गर्दा हान्नुभयो क्या भनेको। बाबु शान्ति त लागिहाल्छ नि, छोडिदेऊ न भन्नुभयो। गाडी मैले नहानेको होइन, हानेको थिएँ एकचोटि ब्याग जोगाउने ठाउँमा। स्क्र्याच भयो, थोरै अगाडिपट्टि हेर्न सक्नुहुन्छ यहाँनिर। ब्याग जोगाउने चक्करमा स्क्र्याच लाग्यो। गाडी पनि पुरै सफा भयो। अब म त्यहाँबाट घरतिर हिँड्न लागेको थिएँ। फेरि ठ्याक्कै एउटा कुरो याद आयो, गेट त साँच्ची मैले लाउनु पर्ने हो भनेर म चाहिँ गेट लाउनतर्फ लागेँ। गेट लाएर म चाहिँ घरतिर हिँडिदिएँ। आजको मेरो मिनी भ्लगलाई एन्ड गर्न चाहन्छु। र मिनी भ्लग तपाईँलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। यस्तै भ्लग हेर्नको लागि मलाई फलो गर्नु होला। धन्यवाद।